मलाई नि साथीहरू स्कुलको चाहिँ साह्रै याद आउँछ। स्कुल लाइफ इज गोल्डन लाइफ भन्थ्यो कि स्कुल लाइफ इज गोल्डन लाइफ चाहिँ साँच्चीकै हो। अनि त्यो क्लास 6मा हुँदाखेरि इङ्ग्लिस टिचरले चाहिँ हाम्रो म्याम पेम्बिदा हुनुहुन्थ्यो कि म्याम पेम्बिदाले चाहिँ म चाहिँ फ्रन्ट सिटमा बस्थेँ अनि मेरो साथीहरू पछाडिबाट मेरो साथीहरूलाई अनि कतिजना अब क्लासमेटहरूलाई म्याम पेम्बिदाले सोध्दै आउनुभयो नि त COULD अनि WOULD के हुन्छ भन्दै पछाडिबाट सोध्दै आउनुभयो नि त। अन्त साथीहरूले चाहिँ COULD गुल्ड भन्छ हो, एक भाटा खान्छ। अनि WOULD के हुन्छ हुल्ड भन्छ, एक भाटा। पछाडि भाटा दिँदै म्याम आउनुभयो। अन्त मेरो टर्न आयो। म त्यतिखेर अरूले भाटा खाँदा त खिदिँदै हाँसिरहेको थिएँ। अनि भरे मेरो टर्न आयो। नाउ योर टर्न कृष्ण देवी भन्नु त, मेरो नाम चाहिँ कृष्ण हो नि त। अनि त्यहाँदेखि नाउ यु टेल भन्यो नि त, मलाई भन्नु लाउनु भयो नि त। अनि COULD के हुन्छ भन्नुभयो। अनि त्यहाँदेखि WOULD के हुन्छ भन्नुभयो नि त। अब त्यतिखेर के जान्नु है, हाँसेको नि अब मजा गरेको। अनि मैले कुल्ड हुल्ड भन्दै अरूले त एक भाटा खाँदै मैले कति भाटा खाएँ होला भन्नुहोस् त साथीहरू। साह्रै इन्ट्रेस्टिङ लाग्छ हौ।